यो क्वेसन हजुरले देखेकै होला 100%, मेबी नट। यो वाला क्वेसन फेरि खास गरी क्लास 8 को स्टुडेन्टहरूले देख्न सक्छन् इक्जाम हलमा। अनि यो वाला क्वेसन फेरि कसरी गर्ने होला, त्यो युएस भिडियोमा भन्ने होला हो। तर त्यो सुरु गर्नुभन्दा अगाडि हजुरले फर्स्टमा क्वेसन बुझ्नुपर्छ। यो क्वेसनमा के भन्यो भन्दाखेरि 7 को पावर भनेको -3 हो, अनि होल ब्राकेटको पावर भनेको फेरि 1/3 हो। अब यसलाई सल्भ गर्नुपर्दा कसरी गर्ने भन्दाखेरि म देखाउँछु। फर्स्टमा हामीले ब्राकेटलाई रिमुभ गर्नुपर्छ। जस्तो 7 को पावर -3 भयो, ब्राकेटलाई रिमुभ गर्ने बित्तिकै मल्टिप्लाईको सिम्बल आउँछ। यो किनकि पावरको बिचमा है, पावरको बिचमा यहाँ कुनै पनि है नि अरू चिज छैन। जस्तो यहाँ जस्तो एक्स भएको भयो कि ए भएको भयो है नि 7 र एलाई मल्टिप्लाई गर्नुपर्थ्यो। तर यहाँ फेरि होल ब्राकेटको पावर लेखौँ, त्यही भएर -3 मल्टिप्लाई 1/3 भनेर है नि लेख्नुपर्छ। यो इनरको मात्रै भएको, यो हल्का यस्तो गरिदिउँ न। यो पावरको मात्रै भएको, यो पावरको मात्रै भएको है। -3 ले 1 लाई मल्टिप्लाई गर्छ, अनि यसले फेरि यहाँ भएको अझै एउटा 1 लाई मल्टिप्लाई गर्छ। किन भन्दाखेरि -3 भनेको फेरि -3/1 नै हो। -3/1 गर्छ भन्दाखेरि आई मिन -3/1 हजुरले क्यालकुलेटरमा थिच्नुहुन्छ भने पनि -3 नै आउँछ। त्यही भएर हामीले डाइरेक्ट -3 पनि लेख्न मिल्छ। कोही स्टुडेन्टहरूले डाइरेक्ट -3 लेख्छन्, कोहीले फेरि बुझ्नको लागि तलपट्टि 1 थप्छन्। अनि -3 मल्टिप्लाई 1 गर्दाखेरि -3 नै हुन्छ, अनि 1 मल्टिप्लाई 3 गर्दाखेरि 3 नै हुन्छ। भनेपछि -3/3 भयो। अनि 3 लाई काट्यो, जस्तो 3 1 3 भयो, 3 1 3 भयो, त्यो भएर काट्यो होइन। अनि -1/1 आयो, अनि 1 ले 1 लाई काट्यो। तर है नि यहाँ त माइनस फगेर, त्यो भएर हामीले -1 लेख्नुपर्छ। भनेपछि डाइरेक्ट हामीले यस्तो लेख्न मिल्छ कि 7 को पावर -3 भयो मल्टिप्लाई 1/3 भयो इक्वल टु 7 - 1 हेर्नु मिल्छ। अनि ल अफ इन्डिसेसको अनुसार यस्तो सिचुएसन आउने बित्तिकै माथि 1 हुन्छ, अनि 7 को पावरको 1 फेरि प्लसमा जान्छ, कन्भर्ट हुन्छ, त्यही हो। अनि 7 को पावरको 1 छ भने त्यसको मतलब भनेको 7 नै हो, किनकि 7 1 7 नै हो। अब